सन्चै छु सर। हजुरलाई सर? ए अरू सबै ठिकै छ, राम्रै भइरहेको छ सर क्लासहरू पनि। समस्या त केही थिएन सर, मेरो घरमा समस्या थियो प्रब्लम, मतलब मेरो बाबुको चाहिँ नि ठ्याक्क 8:30मा क्लास स्कुल हुन्छ, अनि उसलाई छोडेर आउँदाखेरि मलाई अलिकति ढिला भयो सर, त्यही मात्रै हो, अरू केही पनि छैन। हजुर सर। हामीले स्कुलबाट केही गर्न सक्यो, के हेल्प गर्न सक्यो? हजुर स्कुलबाट भन्दा नि स्कुलमा नि म रेगुलर नै आइरहेको छु होइन सर, अनि फेरि मेरो बच्चालाई पनि त हेर्नु पऱ्यो नि, फर्स्ट प्रायोरिटी चाहिँ मेरो फ्यामिलीलाई पनि दिनु पऱ्यो होइन सर। स्कुल के फ्यामिली ठिकै, तर तपाईँको कारणले गर्दाखेरि अलिकति के हुन्छ भने हाम्रो स्कुलमा बच्चाहरू छ होइन, कति सबै समयमा आइदिएको भए बच्चाहरूमा चाहिँ हुन्छ नि त सिङ्कल चाहिँ एक्टिभिटी हुन्छ होइन, 11मा गर्ने त्यो अलिकता सजिलो हुन्थ्यो कि जस्तो हामी महसुस गरेका छौँ। त्यो त अरू टिचरहरू पनि यसो हेर्दा हुन्थ्यो नि त, मै आउनुपर्छ भन्थ्यो नि त, म चाहिँ आफ्नो टाइममा आइरहेको छु नि सर, मेरो पनि घरमा समस्या थियो, त्यस कारणले हो नि त सर। मेन यसमा के छ भने तपाईँ के अरे क्लास टिचर हुनुहुन्छ होइन, हजुर सर। अनि क्लास टिचर भएको कारणले गर्दाखेरि अब त्यो क्लास त कोही लिँदै जान्छ होइन, अनि त्यस कारण पुरै सेसनै त्यसको के हुन्छ भने अलिकता डिस्टर्ब हुने हुन्छ होइन, बच्चाहरू एक्टिभिटी त्यस्तै हुन्छ, त्यसमा के भन्नु? त्यो त म आएर नि मैले मेरो आफ्नो काम त गरिहाल्छु छु सर, एउटा टिचर राखिदिएको भए चाहिँ ठिक हुन्थ्यो जस्तो लाग्छ सर। अरू सब्जेक्ट नभए पनि चाहिँ टिचरलाई चाहिँ यसो एकछिन हेरिदिएको भए हुन्थ्यो भन्ने समस्या, मेरो पनि समस्या समाधान हुन्थ्यो भन्ने मलाई लागेको थियो। त्यो त ठिकै, तर मेरो के छ भने यसलाई अलिकता मिनिमाइज गर्दा राम्रो हुन्थ्यो कि ढिलो आउने पढाइ जस्तो के देख्छु भने तपाईँ पढाइ जस्तो नि ढिलो आउनुहुन्छ होइन, त्यसमा अलिकता मिनिमाइज अथवा समय मिलाइदिएको भए हामीलाई सहज हुन्थ्यो। ओके पार्ट 2 अब आज एकदम सन्चै हुन्छ होइन, सन्चै छु सर। पहिलाभन्दा त केही सुधार देखिन्छ तपाईँमा होइन, सर म पहिले धन्यवाद दिन चाहन्छु हिजोभन्दा होइन, आज एकदमै टाइममा आउनुभयो र मैले अरू सरहरूबाट पनि तपाईँको बारेमा केही पर्सनल जानकारी दिन खोजेको छु होइन, यसमा तपाईँको पर्सनल एटिट्युड भएर होइन, टाइम त किन नै हामी कुरा गरेका छौँ, कोर्सहरू भयो अनि यसमा सरसम्ममा आउने यही कुराहरू अलिकता मैले पोजिटिभ दिएको छु एकदमै होइन। अब मलाई होप छैन भोलिको दिनहरूमा पनि यस्तै होस् भन्ने हाम्रो स्कुलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि थ्याङ्क यू सर। मलाई थाहा थिएन कि मैले गर्दाखेरि स्कुललाई नै ह्याम्पर परिरहेको थियो, मेरो घरमा नै ह्याम्पर परिरहेको थियो, हजुरले भनेपछि चाहिँ मैले फेरि घरको पनि म्यानेज गरेँ र स्कुलमा पनि टाइममा आउने वातावरण बनाएँ सर, त्यसको लागि धन्यवाद सर। मैले यो कुरा सेयर नगरेको भए म आज पनि ढिलै आउँथेँ सर, मेरोमा सुधार आउँथेन। जब तपाईँले बोलाउनु भयो र मलाई भन्नुभयो र मैले रियलाइज गरेँ कि मैले समयमा आउनुपर्ने रहेछ, टाइमको महत्त्वपूर्ण पनि बुझेँ सर, त्यसको लागि धन्यवाद सर, थ्याङ्क यू सर। यसमा अझ केही भन्नु छ? छैन सर, अब म राम्रो चाँडै आएर आफ्नो कामहरूको लागि समर्पण गर्छु सर। तपाईँले कम्प्लिट गर्नुभएको थिएन कि तपाईँको क्वालिटी अझ चाहिन्छ अरे होइन, त्यो मैले व्यवस्था गरिसकेको छु। ए त्यो चाहिँदैन सर, अब मै म्यानेज गर्छु सर, म अब त्यो मेरो पनि रेस्पोन्सिबिलिटी हो, किनभने म क्लास टिचर भएपछि मैले बच्चाहरूको लागि यताउति हेर्नुपर्छ, केही लड्यो भने फेरि प्यारेन्ट्सको कम्प्लेन आउन सक्छ, फेरि प्यारेन्ट्सले फेरि टिचर खै त भनेर सोध्नुहुन्छ, तर त्यसको रेस्पोन्सिबिलिटी मैले नै दिनुपर्छ सर। र म अब टाइममा आएर चाहिँ मेरो बच्चाहरूले चाहिँ राम्ररी हेरचाह गर्छु सर। धन्यवाद म्याम, सुन्दाखेरि एकदम राम्रो लाग्यो, तर स्कुलको लागि पनि अब जस्तै भोलि पर्सि कुनै इमर्जेन्सी पर्न सक्छ कि तपाईँलाई होइन, अब यस्तो इमर्जेन्सीको बेलामा त हामीसँग टिचर भएको भए त्यति बेला सपोर्ट गर्न सकिन्छ होइन, यस कारण पनि मैले आफ्नो पनि होइन र सरहरूसँग पनि सपोर्ट गर्दाखेरि म आफू पनि महसुस के गर्छु भने यदि तपाईँ कुनै इमर्जेन्सीमा आउनु भने त्यति बेला जानु सपोर्ट होइन, यस कारण मैले राखिने सक्छु, भोलिदेखि अब उहाँ पनि आउनुहुन्छ है। हुन्छ सर, हामी मिलेर काम गर्छौँ, दुईजना भयो भने चाहिँ अझ सहज हुन्छ सर हामीलाई। यसमा अझ हाम्रो स्कुलबाट केही तपाईँलाई तालिम कक्षा पर्छ कि के कसो? तालिम त पर्दैन सर, एक्टिभिटी विद्यार्थीहरूलाई कसरी गराउनु पर्ने हुन्छ, केही के अरे टिचिङ मेटेरियलहरू पनि चाहिन्छ? हजुर सर, धेरै मेटेरियलहरू चाहिँ हाम्रो क्लासमा छैन, राखिदिएको भए चाहिँ बच्चाहरूले त्यो अनुसार पनि पढेर खेल्नुहुन्थ्यो। अनि आइसिटीको क्षेत्रमा के कस्तो विचार? आइसिटीहरू पनि ल्यापटपहरू पनि राम्रै चलिरहेको छ सर, हामीले त्यहीबाट टुल्सहरू निकालेर पढाएर रिसोर्सहरू खोजेर
अहिले त्यो समस्या छैन, बरु अलिकति मेडिक्सहरू दिइदियो भने अलिक सहज हुन्थ्यो क्लासमा भनेर त्यही मात्रै छ सर। अझ केही छ भने अरू छैन सर, केही भएको छ भने भन्नुलाई सर। हजुर सर। केही म्याम तपाईँले यति टाइम दिनुभयो, धेरै धेरै धन्यवाद। केही समयमा आउने अपेक्षा गर्छु। हजुर सर, हस् सर। तपाईँ मको लागि जान सक्नुहुन्छ। थ्याङ्क यू सर।